पारी देखेको सुन्दर गाउँ गुरुङ गाउँ ताङतिङ हो। म अहिले सिक्लेसको होटल कुमारी इनबाट सुन्दर दृश्यहरू निहालिरहेको छु। यो हाम्रो वान डे च्यालेन्ज अर्थात् एक दिनको चुनौती। सिक्लेसबाट कपुची लेक जाने, हुक्कु झर्ने, हुक्कुबाट फेरि माथि कोरी जाने। अम्म यो भेडाको हो नि? हामी कोरी जाने हो बजे, कापुचे जाने हो। टक्क लाएर हिमालको काखमा यो रोड चाहिँ हाइड्रोको लागि ओपन गरिदिएको छ। भिरको बाटो हो कि रहेछन् यो एप्पल रुखहरू। अहिले हामी चाहिँ ब्याग भएर कोरीको लागि चाहिँ त्यो पारीबाट चढ्नुपर्ने अवस्था। कन्डिसन ब्याड भयो। फाइनल्ली कपुची ताल आइपुग्यो। यो चाहिँ विश्वकै कम उचाइमा रहेको हिमताल हो। 12 बजी कपुची लेक आइपुगेर चाहिँ कोरी जाने प्लान हो। आज हाम्रो यात्रा चाहिँ एक्ज्याक्ट सिक्लेसदेखि कपुची आएर कोरी जाने भनेर आएको छ। सबैले साधन त्यो चाहिँ हेर्नै भएको छ। किनभने हामी 7:15 निस्केको मान्छे यहाँ आइपुगेर पक्कर सक्कर खिचेर पनि सिक्लेसबाट कपुची लेकबाट चाहिँ कोरी जाने प्लान हो। ट्याक्क सभा 1 बजिसकेको छ। अब कोरीतिर जानको लागि कतिमा पुग्यो कि थाहा छैन। अब चाहिँ हामी कुरीको लागि चाहिँ प्रस्थान भइसक्यो। जङ्गल चाहिँ भवालै रहेछ। सायद यो टक्क लाएर पानी भर्यो। ल टुई हिँड्ला। हुक्कु ओके। च्यालेन्ज भनेको चाहिँ सिक्लेसदेखि कपुची
को बाटो लुकाको पाखामा चाहिँ यो चाहिँ अब चाहिँ हामी चाहिँ हेरौँ है गाइजहरू स्ट्रगल गऱ्यो भने यस्तो राम्रो भ्यूहरू पनि देख्न पाउँदो रहेछ ल अन्तत हामी 12 घन्टा हिँडेर कोरी आइपुग्यौँ फेरि माथि चढेर चाहिँ पुगी आउने चाहिँ यो चाहिँ गाह्रो तब चाहिँ फेरि त्यो थाहा नथु वाउ यस्तो बवाल देखेछ यार